गाउँपालिकाबाट अनि स्याङ्जा चापाकरको यात्रा हुँदैछ र सुसमाचारी काम प्रभुको निम्ति हामी विभिन्न ठाउँमा यस्तो बाटो तपाईँले केही भिडियो तपाईँलाई हामी देखाउनेछौँ। धेरै दुःख छ तर पनि मलाई कुनै पनि दुःख अप्ठ्यारो छैन। तर परमेश्वरलाई मै भएको यसो गाडीद्वारा हामी यसो सेवकाईमा हिँड्ने मौका पाएका छौँ। हाम्रो भाइ चक्र अनि भाइ बुद्धि हामी 3 भाइ सेवकाईमा छौँ। हामी यसरी हिँड्नेछौँ। तपाईँको प्रार्थनाको म अपेक्षा गर्नेछु। हुन्छ तपाईँको धन्यवाद। यो बाटो भएर यात्रा सुरु गर्ने हो। यज्ञ धेरै कच्चिलो छ है। धेरै कच्चिलो मान्छे घुमिरहेका छ। सारा संसारमा सुसमाचारको नामहरू दिइरहेको सहर चर्चको अगुवा जाँदैछन्। सहर सपोर्ट विभिन्न ठाउँहरूमा चाहिँ निम्ति हिँडेर आउँदा छ। दादा यस्तो छ त अब के भन्नु। हेर्नुहोस् गाउँमा हिँड्नै पर्छ। हेर्नुहोस् है दुःखम सुखम
हजुर मेरो खाना लाउँदा कस्तो सिलिप खाएको भने खान्छ कि बाटो यस्तो छ त हाम्रो जन्तु छ त्यो बाटो आज कति थाहा छैन बाटो थियो आज कतिमा देखेरै हुन्छ हिजो राति भयो राति आएको रातिमा बाटो यसो भिडियो गर्न मौका मिलेन आज भिडियो गरेको छु तपाईँहरूले हेर्नुहोस् है नेपालमा यस्तो काम धेरै बाटोहरू गर्दा यस्तो है जसँग गाडी छ उनीहरूको लागि अब उहाँहरूले गाडीमा गाडीमा उनीहरूको गाडी पनि दिन्छ यसोको अन्तर्राष्ट्रियले गर्दा अनि हजुरको आफ्नो साथ सपोर्टले अनि यसरी गाडी चलाएर है म खुट्टाले हिँडेर हिँड्न त सक्दिनँ तर पनि परमेश्वरले हिँड्न सक्दैनस् गर्दैनस् भन्नु भएन है मान्छेको विचार मान्छेको मूल्य त गर्ने उपाय थिएन तर परमेश्वरको प्रेमले परमेश्वरले दिनुभएको काम कुनै पनि कुरा असम्भव हुँदो रहेनछ तारिँदै रहेछ बाटो हाल्नु पऱ्यो कतामा हाल्नु कता हाल्नु हुन्छ चारामा भयो गाह्रो छ त्यस्तै आइरहेको है विरोध र पासो भेट भयो तिनीहरूले छोडेर रोकियो है यहाँ चाहिँ हाल्ने हो ब्रेक लगाउने किनको उता हाल्नु भन्नु सक्यो
जयमसी अहिले हामी तनहुँ भन्ने ठाउँमा छौँ र जुन यो बाटो भएर हामी नयाँ ठाउँमा परमेश्वरको राज्यको सुसमाचारको निम्ति भाइ चक्र अनि बुद्धि अनि म हामी तिनजनाको यात्रा छ। भाइ उता अगाडि गइसकेका छन्। यस्तो बाटो दुःख छ बाटो छ है हिँड्नुपर्ने छ धेरै गाह्रो बिस्तारै है कसै जाने भन्ने कुरा एकदम गाह्रो छ बाटो। समात्नु पर्छ उताबाट जानुहुन्छ कि यताबाट यताभन्दा यता होला।